मौसम राम्रै थियो अनि त्यसपछि एक्कासी असिना आएर सबै फुलहरू पनि सबै नाश गरिदियो। असिना पनि सानो होइन, यति ठुलो थियो र यसबाट बस्न त गाह्रै थियो। यो अझै पग्लेर यति सानो भएको छ। यति ठुलो असिना आएको थियो, यति धेरै असिना थियो कि अनि उस्तै स्पिड पनि एकदम धेरै। यो चाहिँ अहिले लगभग 30 मिनट जति भयो यो असिना परेको। अनि यहाँ चाहिँ हामीले फुल जोगाउन पनि सकेनौँ। मैले चाहिँ यो बिफोर कस्तो थियो यहाँ फुल भनेर त्यो पनि राखिदिन्छु। अनि यो चाहिँ एकदमै डिसहार्टेनिङ छ एउटा फुल प्रेमीको लागि। मलाई चाहिँ एकदम क्याप्चर गर्न मन लाग्यो किनकि एकदम अनएक्सपेक्टेड वेमा सबै डिस्ट्रोय भयो क्या फुलहरू। अनि दिस इज भेरी स्याडनिङ टु नो। अनि यता मासतिर राखेको फुलहरू पनि सबै चाहिँ झिक्न सकिएन। अनि झिक्न सकेको जति चाहिँ हल्का सेफ छ, तर असिना यति स्पिडमा आएको थियो कि त्यसले सबै छेडेर गमलाहरू पनि रहेको छैन कि कुनै। अनि यो चाहिँ यहाँको हामीले झिक्न भ्याइएन। यहाँ रोपेको फुल त अत्तो पत्तो होइन, के रोपेको भन्ने पनि थाहा छैन। अनि यो स्याकुलेन्ट पनि यस्तो भयो। अब यो के गर्नु। यहाँ डङ्की टेल थियो, यसको त डङ्कीको टेलै छैन अहिले। यहाँ सबै झरेर यस्तो छ। मैले चाहिँ पहिला कहिले पनि यसरी भिडियो बनाएको थिएन, तर आजको यो चाहिँ एकदमै क्याप्चर गर्नै मन लाग्यो। अनि यो देख्दा चाहिँ यस्तो रुन मन लागिरहेको छ कि कति मेहनतले रोपेको। अलि हल्का केही क्ल्यु यस्तो पानी आउँछ भन्ने क्ल्यु भएको भए पनि हामीले केही गर्थ्यौँ होला। तर यो एकदम एक्कासी आएको मौसम एकदम सफा नै थियो। त्यही पनि यसलाई अब के गर्नु, यसलाई यसभित्र राख्नु। अनि मैले चाहिँ असिना आए पनि असिनामै रुजेर भए पनि यहाँ फुलहरू चाहिँ 1-2टा भए पनि जोगाम भनेर यसरी भित्र राखेको थिएँ। भित्र राखेको पनि असिना भित्रैसम्म पुगेछ के। फुल त यहाँ भित्र राखेको पनि केही जोगे छैन। अनि जस्ट लुक एट दिस स्याकुलेन्ट। यो मैले भित्र राखिसकेको थिएँ, त्यही पनि असिना परेर हानेर यसरी यो फुटिसकेको छ भाडा। स्याकुलेन्ट पनि सबै थिचिसकेको छ। अनि अब यो के जवाफ दिने हो यो फुल रोपेको मान्छेलाई थाहा छैन। लुक एट दिस यो कन्डिसन। अब न यसलाई हामीले भित्र लान मिल्थ्यो। यो एकदमै आजको पानी चाहिँ वर्स्ट। यस्तो पानी चाहिँ मैले पहिला कहिले पनि फेस गरेको थिएन। यो केही पनि छैन। अब यो के गर्ने हो। यहाँ सबै स्याकुलेन्टहरू बच्चा रोपेको थिएँ, केही पनि छैन के। ओ माई गड, कस्तो मन दुख्ने गरी। यो मैले बिफोर एन्ड आफ्टर चाहिँ राख्छु। एन्ड यो चाहिँ मेरो लागि पनि एउटा एकदमै वर्स्ट नाइटमेयर हुने भयो। जस्ट लुक एट दिस। यताको त फेरि पनि यो छानाले गर्दा हल्का अलिअलि सेफ रहेछ, तर उताको चाहिँ एकदम डिसहार्टेनिङ। अनि यो चाहिँ कन्डिसन हाम्रो बाटोको यस्तो वर्स्ट भयो। केही क्लु थिएन यस्तो हुन्छ भन्ने। 5 मिनट्स अगाडि चाहिँ एकदम ठिक थियो वेदर। अनि एक्कासी यो यस्तो भयो कि यो चाहिँ हेरेर चित्त बुझाउनै गाह्रो छ। अनि हाम्रो त फेरि पनि फुलहरू मात्रै, फुल बोट बिरुवा अनि नाश त धेरै नै भयो। त्यही पनि आई क्यान नट इभन थिङ्क अबाउट द कन्डिसन अफ पिपल लिभिङ इन द रोड साइड। त्यो कतिजनाले सामानहरू पनि रोडमा बेच्न राख्नु भएको थियो होला, उहाँहरूले पनि टाइम पाउनु भएन होला के त्यो स्याहार्ने। अनि जस्ट लुक एट दिस। अब यसको के गर्नु के। अब यो यस्तरी झरेको छ। अब ब्लेम पनि आफूलाई पनि कसरी गर्ने, अरूलाई पनि कसरी गर्ने जस्तो छ। यो चाहिँ यत्रो सबै भित्र राखेर त सकिन्थेन। त्यही पनि आई विश केही गर्न सकिन्थ्यो पहिल्यै। अब यो आज यो फुल रोपेको मान्छेबाट एकदम धेरै गाली खाइनेवाला। यहाँ तल चाहिँ फुलहरू थियो। अनि यो फुलहरू चाहिँ मैले धन्न असिनामा कुटाइ खाइ भए पनि यता खाटमा लगेर राखेको थिएँ अलि यतापट्टि, त्यहाँ शुद्ध हानिसकेको छ के। खाटमा राखेको पनि जोग्य छैन। अब यसलाई के गर्ने हो। यस्तो छ असिना। यो कुनै चाहिँ जोग्य छ, तर केही पनि बाँकी नै छैन के। अब यताको फुल नथिङ इज अलाइभ एट दिस पोइन्ट। र अब फुलको चाहिँ
बारेमा बयान गरेर यसो ब्रेक लिन चाहेँ मैले। अनि यता चाहिँ हाम्रो मम्मीले कति धेरै करेलाहरू रोप्नु भएको थियो, त्यो पनि केही नै कता रोपेको भनेर पनि चिन्ने छैन कि, यदि आफूले ठाउँ नचिन्ने हो भने। अनि यो झाँक्राहरू पनि सबै डिस्ट्रोय भइसकेको छ। अनि यो चाहिँ भन्दाखेरि जसले एक्सपिरियन्स गर्नु भएन अलि बढाएर भनेको भन्ने जस्तो लाग्छ, तर त्यस्तो चाहिँ केही होइन। जस्ट लुक एट द साइज अफ दिस इभन आफ्टर 30 मिनट्स। यत्रो छ कि यसको साइज। यति स्पिडमा आएको थियो मेरो यहाँ खुट्टामा लागेर रातै भएको छ कि खुट्टा पनि। एकदम वर्स्ट थियो आजको चाहिँ, नाइटमेयरै हुन्छ जसले यो फेस गर्नुभयो। अनि जस्ट लुक एट द कन्डिसन अफ द्याट बनाना ट्री, सबै ढलेछ के। अब म चाहिँ यस्तो यता बन्डाहरू रोपेको ठाउँतिर जाँदैछु, जस्ट टु सी कस्तो छ कन्डिसन। अनि यहाँ चाहिँ यस्तो छ यो। अब के गर्नु, जस्ट लुक एट दिस। असिनाको साइज हेर्न चाहनुहुन्छ भने जस्ट लुक एट दिस। ओ माई गड, दिस इज रियली बिग मात्र होइन, अनि यति स्पिडमा आएको थियो कि यत्रो असिनाले मान्छेलाई लागेपछि के हुन्छ। यो चाहिँ अझै 30 मिनट्स पछि पनि यसको साइज यत्रो छ भनेपछि पर्दाखेरि नै कत्रो थियो होला। जस्ट इमेजिन। ओ माई गड, लाइफको फर्स्ट एक्सपिरियन्स हो मेरो चाहिँ यो। अझै ठुलो पनि भेटियो। अब बारीको कन्डिसन हेरौँ। फुलको चाहिँ यसो मैले ब्रेक लिएँ किनकि त्यो चाहिँ एकदम डिसहार्टनिङ थियो। ल यहाँ चाहिँ सागको अवस्था यस्तो छ। म जाडोले एकदम कामिरहेको छु, सरी फर द सेकिङ क्यामेरा। अनि मेवाको पनि केही छैन बाँकी। र ओ माई गड, अब के गर्नु यसलाई। ल यो अब कसरी कन्सोल गर्ने हो मम्मीलाई, यो बन्डा यस्तो देखाइ आई डोन्ट नो। यो देखेपछि त रुन मन नलाग्ने कमै हुन्छन् जसले फेस गर्नुभएको छ। एन्ड मैले चाहिँ यो हेर्दाखेरि एकदम नरमाइलो पनि लागिरहेको छ। अनि अर्कोतिर चाहिँ मलाई के लागिरहेको छ भने हाम्रो त यस्तो छ हालत भने अझै बेसी पर्ने ठाउँमा कस्तो छ होला। अनि जस्ट त्यो रोड साइडमा भएको डग्सहरू जसले सेल गर्नुहुन्थ्यो उहाँहरूको कन्डिसन, सामानहरूको कन्डिसन के छ होला। बकुल्ला केही पनि छैन कि बारीमा कसले के रोपेथ्यो भन्ने कुरा हामीले थाहा पाउनै सक्दैनौँ। यहाँ त्यस्तरी डिस्ट्रोय भइसकेको छ। एन्ड के भन्नु, म त स्तब्धै भएँ। ल यता पनि बन्डाको कन्डिसन हेरौँ। अनि यो चाहिँ मैले आजभन्दा अगाडि यसरी चाहिँ कहिले पनि भिडियो बनाएको थिएन। आजको चाहिँ एकदमै युनिक एक्सपिरियन्स, द वर्स्ट सम्झिँदा पनि नाइटमेयर हुने खालको एक्सपिरियन्स। त्यही भएर मैले चाहिँ यो क्याप्चर गर्न चाहेँ किनकि यस्तो मैले पहिला कहिले देखेको पनि थिएन। एन्ड आई डोन्ट विस टु सी दिस अगेन इन माई इन्टायर लाइफ। सो यो चाहिँ एकदम कोर मेमोरी हुनेवाला छ, त्यही भएर मैले यसलाई क्याप्चर गरिरहेको छु। र यो चाहिँ मैले आई डोन्ट केयर कस्तो आइरहेछ आवाज, के सुनिरहेछ, मैले यो चाहिँ जसरी पनि अपलोड गर्नेवाला छु युट्युबमा। किनकि यो ओ माई गड, यो त के हो, यो यति जाडो भइरहेछ कि फेरि हल्का पनि क्ल्यु नै भएन कि एक्कासी पनि यस्तो हुन्छ त। अनि यत्रो छ कि बाफ्रे। ल अब यो के हो, यो यत्रो यो बाफ्रे। हेर्नु न, यो हो क्या सबैभन्दा, योभन्दा यसको डबल साइजमा थियो कि यो काउली जस्तो देखिरहेको के, तर यो काउली होइन, यो असिना हो। के भन्नु यो, थ्याट। अनि for the audience who is not from Nepal but still watching my vlog, this is the condition of our place after the heavy rainfall. And not only was it a rainfall, but it was a complete disaster. So it's more than 45 minutes, I guess, that the disastrous rain has
occurred, and this is the condition. Nothing is alive. र जुन जुन फुलहरू यहाँ थियो, यहाँ झुन्डिरहेको थियो, निकाल्दै पनि यस्तो भइसकेको छ कि यिनीहरूलाई चाहिँ मैले पहिले निकालेर राख्न भ्याइरहेको थिएँ, अनि त्यही भएर यो चाहिँ हल्का जोग्यो। तर यहाँसम्म पनि पानी र असिनाले चाहिँ हानेछ, हल्का चाहिँ डिस्ट्रोय भएको छ, तर यिनीहरू चाहिँ निकाल्न पनि भ्याइएन। यति ठुलो थियो कि निधारमा असिना लाएर अनि यो चाहिँ यस्तो छ कन्डिसन। अब कुन फुल थियो यहाँ भन्ने पनि थाहा छैन, त्यही पनि मैले धन्न निकाल्न चाहिँ भ्याएछु। सो दिस इज द कन्डिसन। ल हेर्नु, यहाँ राखेको फुलमा शुद्ध असिनाले हान्न भ्याएको छ भनेपछि कहाँ राखे पर जोगिन्थ्यो भन्ने कुरा नै थाहा भएन। असिना त गडेको छ यसरी भित्र, सबै डिस्ट्रोय भएको छ र म एकदमै निराश छु। अब म भन्दा पनि निराश चाहिँ यो फुल रोप्ने मान्छे हुनेवाला छ। एन्ड अब म चाहिँ केही भन्न सकिरहेको छैन यो विषयमा। ल हेर्नु, यहाँ राखेको उमा शुद्ध असिना आछ भनेपछि के कुरा गर्नु। र सबैभन्दा राम्रो फुल यो थियो, यसलाई नै जोगाउन सकिएन। अब के भन्नु, आज यो फुल रोप्ने ओनरले मलाई मार्ने हुनेवाला छ। तर मैले आफ्नो बेस्ट चाहिँ ट्राई गरेकै थिएँ। यिनीहरू निकाल्दै त्यसमा क्षति हुन पुगेको छ। आइएम सरी फर द्याट। अनि धन्न मेरो दिमागले बेलामा टाइममा काम गरेर मैले आधाभन्दा धेरै चाहिँ यता लुकाउनु भ्याइसकेको थिएँ। र यसलाई पनि यता यो लामो लहरावाला फुललाई चाहिँ अलि हाइटमा राखेको थिएँ। पानी चाहिँ यता पनि परेको छ, तर त्यस्तै असिनाले नहानेको भएर खासै डिस्ट्रोय भएको छैन। तर यहाँको कन्डिसन, यताको यो फुलहरू चाहिँ कुनै पनि जोगाउन सकिएन। एन्ड आइ एम भेरी स्याड फर द्याट। आई एम भेरी सरी माई सिस्टर, आई कुड नट सेभ यर फ्लावर्स। म एकदमै निराश छु। र यताको पनि फुलहरू चाहिँ, यताको एउटा गमला चाहिँ मैले लिएर आउनु भ्याएँ, असिनामा कुटाइ खाइ भए पनि, तर सबै चाहिँ सकिएन। अनि यता यो बेन्च पछाडि चाहिँ धेरै फुलहरू थियो। त्यो बेन्च त्यहाँ राख्दै पर जोगिन्छ कि भनेर राखेको थिएँ, तर त्यो केही काम लागेन। अनि अलिअलि चाहिँ मैले यहाँभित्र राखेको थिएँ। यताको त देखाइसकेँ, यताको पनि बचेन। अनि यहाँ माथि चाहिँ मैले नै रोपेको स्याकुलेन्टहरू थियो, त्यो चाहिँ झन् सबैभन्दा पिटाइ तिनीहरूले खाए असिनाको। एन्ड दिस इज द कन्डिसन एभ्रिवान। र मैले चाहिँ आज एकदमै ऱ्यान्डम, विदाउट एनी हिन्ट, जसरी पानी आएको थियो, जसरी असिना आएको थियो, त्यस्तै विदाउट एनी हिन्ट मैले आज भिडियो पनि बनाएको छु। एन्ड आइ एम डेफिनेटली गन अपलोड दिस इन माई युट्युब च्यानल बिकज दिस वाज द वर्स्ट मोमेन्ट अफ माई लाइफ, आई क्यान से द्याट, बिकज आई हेभ ह्याड no experience, no such experiences in my entire life, not till now. So this has become a core nightmare for me, and I don't expect and I don't wish to go through this same experience again. So that is why I'm capturing all of this, and this is the condition. I don't know what to say. I'm really stunned at this point. So म यो बारीमा आइसकेको छु। अनि यो चाहिँ 1 घन्टाभन्दा धेरै भइसक्यो र पनि यस्तो छ के कन्डिसन यो असिनाहरू। अघि नै त पुरै हिउँ परे जस्तो भएको थियो, तर एकदम छिटो पग्लिरहेछ यो चाहिँ। अनि अब यहाँ रोपेको त के रोपेको भन्ने कुरा थाहा नै छैन कि। यहाँ चाहिँ काँक्राहरू थियो सबै, एउटा पनि केही जात छैन यहाँ। अनि यो चाहिँ अब बन्डाको कन्डिसन त अघि नै पनि देखाइसकेको छु। So I'm capturing this for the memory, अनि कस्तो भएको थियो भनेर हेर्न हुन्छ भनेर। So nothing special. यो चाहिँ मेरो ग्राउन्ड रिपोर्टिङ भइरहेछ अहिले। अनि look at the size of असिना। यहाँ चाहिँ यस्तो दुःखले रोपेको थियो कि यो जस्ट लुक एट दिस, यसमा केही बाँकी छैन। अब यो कसरी उम्रिन्छ, कसरी फल्छ, कुनै चान्स नै छैन। र यहाँ बिरुवा ल्याएर रोप्न पनि भ्याएको थिएन। यो चाहिँ यस्तो किनेको जस्तो आएको थियो, त्यहीबाट नै डिस्ट्रोय भइसकेको छ। अब यो भन्दा दुःखको कुराहरू के हुन सक्छ र। हेर त कति धेरै हो कि। र यहाँ मैले एउटा असिना टिपेँ।
ओ माई गड, यो द बिगेस्ट अफ अल यो चाहिँ। र यहाँ बाल्टीको कन्डिसन पनि हामीले देख्न सकिरहेको छौँ के भएको छ यसको भन्ने। र यहाँ केराउ थियो, आलु केही पनि बाँकी छैन। प्याजको हालत यस्तो भइसकेको छ। यो चाहिँ हाम्रो गहुँबारीको अवस्था। गहुँ त केही आश छैन गहुँ बच्यो भन्ने। र यहाँ चाहिँ हामीले असिना देख्न सक्छौँ। यहाँ चाहिँ अझै पनि पग्लेको रहेछ सबै। बाफ्रे, र ब्याकग्राउन्डमा आवाज सुनेर हामीले यो एकदम कन्फर्मका साथ भन्न सक्छौँ कि फेरि पनि पानी आउँदैछ। ल बिजुली पनि यसरी बिजुली चम्किरहेको छ।